जसरी अदालतमा 4 जना साक्षीले एउटै कुरा भन्यो भने त्यो कुरा अझ बलियो हुन्छ। आज हामी बाइबलको 4 वटा सुसमाचारको पुस्तकको रहस्य हेर्नेछौँ। किन मत्तीमा लेखिएको वचन मर्कुसमा पनि छ, लुक्कामा पनि उस्तै छ, यूहन्नामा पनि त्यही सत्य भेटिन्छ। के यो कुनै योजना बिना भएको हो? के यो कुनै गहिरो स्वर्गीय योजना हो? आज हामी यही रहस्यभित्र पस्नेछौँ। एउटै वचन तर फरक लेखक। बाइबल 4 सुसमाचारले सुरु हुन्छ। मत्ती, मर्कुस, लुक्का र यूहन्ना 4 जना फरक व्यक्ति, फरक पृष्ठभूमि, फरक सोच भएका मानिसहरू। तर अचम्मको कुरा के हो भने उनीहरूले लेखेको सन्देश एउटै छ। किनकि वचन मानिसको होइन, परमेश्वरको हो। लेखक फरक भए पनि पवित्र आत्मा एउटै हुनुहुन्थ्यो। स्वर्गले प्रभु येशूको जीवन 3 पटक पुष्टि गर्नु भएको छ, किनभने सत्य कुरा एक पटक होइन, 3 पटक पुष्टि हुनुपर्छ। जसरी अदालतमा 4 जना साक्षीले एउटै कुरा भन्यो भने त्यो कुरा अझ बलियो हुन्छ। एउटै सत्य कुरा पटक पटक दोहोरिनु भनेको गल्ती होइन, नक्कल होइन, बरु प्रभु येशू स्वर्गबाट आउनु भएको र मानिसको लागि क्रुसमा मर्नु भएको 100% हो भनेर 4 वटा पुस्तकले साक्षी दिएको छ। हामी बाइबलबाट हेर्नेछौँ। मत्ती 18:16 प्रभु येशू स्वयंले भन्नुभएको, यदि उसले नसुने भने 1 वा 2 जनालाई साथमा लिएर जाऊ, ताकि 2 वा 3 साक्षीको मुखबाट हरेक कुरा स्थापित होस्। दोस्रो कोरिन्थी 13:1 2 वा 3 साक्षीको मुखबाट हरेक कुरा स्थापित हुनेछ। पहिलो तिमोथी 5:19 2 वा 3 साक्षी बिना कुनै आरोप स्वीकार नगर। हिब्रू 10:28 मूसाको व्यवस्था उल्लङ्घन गर्ने 2 वा 3 साक्षीको आधारमा दया बिना दण्ड पाउँथ्यो। एउटै वचन दोहोरिनुको आत्मिक अर्थ परमेश्वर दोहोरिनुहुन्छ, किनकि हामी कमजोर छौँ। हामीले एक पटक सुनेर बिर्सन्छौँ, दोस्रो पटक सुनेर शङ्का गर्छौँ, तेस्रो पटक सुनेर मात्र विश्वास गर्छौँ। त्यसैले स्वर्गले एउटै सत्य कुरा 4 पटक बोल्यो। फरक कान भएका मानिसका लागि, फरक स्तरका मानिसका लागि, फरक समयका लागि यो एउटै आवाज हो, एउटै पवित्र आत्मा हो र एउटै सन्देश हो। बाइबलको सिद्धान्त 2 वा 3 साक्षीको कुरा स्थापित हुन्छ, 4 साक्षीको कुरा अझै बलियो हुन्छ। त्यसैले मत्ती साक्षी छन्, मर्कुस साक्षी छन्, लुक्का साक्षी छन्, यूहन्ना साक्षी छन्। 4 जनाले येशूको जीवन, वचन र सत्यलाई एकै स्वरमा घोषणा गरे।